विक्रम सम्वत 2072 साल वैशाख 12 गते र 29 गते गएको महाप्रलयकारी भूकम्पले देशका 14 जिल्ला अत्यधिक प्रभावित भएको थियो। तीमध्ये काभ्रेपलाञ्चोक पनि एक हो। यस जिल्लाको साबिकका 3 गाविस सापिङ, सिमथली र बुम्लोटार अति प्रभावित गाविसहरूमध्ये पर्दछन्, जहाँ 91% भन्दा बढी घरधुरीले मानवीय र भौतिक क्षति भोगेका थिए। भूकम्पको प्रभावले व्यक्तिगत घर र सामुदायिक संरचना जस्तो कुलो, बाटो र अन्य आयमुखी संरचनाहरू प्रभावित भएकोले कृषि उत्पादक तत्त्व पनि 65%ले ह्रास भएको थियो भने आय आर्जनको स्रोतको अभावमा 15% भन्दा बढी घरधुरीहरू बसाइसराई समेत गरेको पाइएको थियो। यी समस्याहरूको निराकरण गर्न ह्यान्डिक्याप इन्टरनेसनल र प्रेरणाको सहयोगमा वर्तमानको बुम्लु गाउँपालिका वाडा नम्बर 1, 2 र 8 मा भूकम्प पश्चातको पुनर्लाभ कार्यक्रम सञ्चालन गरिएको छ। कामको लागि नगद कार्यक्रमले समुदायलाई एकातर्फ आय आर्जन गर्न आवश्यक सामुदायिक संरचना जस्तो सिँचाइको कुलो, गोरेटो बाटो, प्लास्टिक पोखरी र बहुउद्देश्य खानेपानी जस्ता आवश्यक संरचनाहरूको निर्माण गरियो भने अर्कोतर्फ अल्पकालीन रोजगारीको अवसर पनि प्रदान गरियो। सिँचाइका कुलोहरूको पुनर्निर्माणले किसानहरूलाई धान, मकै, आलु र काउली जस्ता बालीहरू उत्पादन गर्न धेरै सहयोगी हुने धारणा छ स्थानीय लाभग्राही किसान कृष्ण बहादुर नेपाल खत्रीज्यूको। एकदम भयो सर, एकदम राम्रो छ। अब धान नै भयो, मकैलाई पनि यसरी लगाइन्छ, आलु काउली पनि यसरी हुन्छ। एकदम राम्रो सुविधा पाइरहेका छौँ हजुर। कुलो नालोहरूको पुनर्निर्माणले सिँचाइको समस्या नहुने हुँदा किसानहरू वर्षैभर अलग अलग बाली लगाउने योजना छन्, जुन विगतको दिनमा सम्भव थिएन। अलि कुलो लड्यो, अलिक कमै भयो, अब लान सकिएन। अब अहिले चाहिँ बन्यो कुलो भनेपछि अब चाहिँ हुन्छ। अहिले काउली, लसुन, प्याजहरू यस्तै लगाइरहेको छन्, गहुँ, तोरी अब यस्तै लगाएका छन्। अब झन् राम्रो गर्दै जान्छन्। यहाँ त कृषिहरू अझै गर्छन् नि त। अब पानी भए त गर्छन् नि हजुर, त्यसको साथसाथै गरिन्छ नि। कार्यक्रमले प्रभावित समुदायलाई बहुआयामिक लाभ दिएको भनाइ छ सिमथली गाविसका कामका लागि नगद कार्यक्रमको स्थानीय संयोजक वीर बहादुर भण्डारी ज्यूको। कार्यक्रमको एकदम 90% सफल राम्रो भएको छ। बिग्रिरहेका बाटासाटा कुला सबै बनेका छन्। पुरा हुन चाहिँ अलि धेरै बिग्रेको, धेरै संरचना सपार्नु भनेर सम्पन्न राम्रो चाहिँ अझ केही सहयोगको आशा चाहिँ यो वाले गरिरहेको छ। धेरै कार्यक्रम धेरैवटा बिग्रेको हुनाले सम्पन्न हुन अलि बाँकी छ, तर 90% फलदायी राम्रो भएको छ। सिँचाइ कुलो चलेर मजासँग खेती लाउन पाएका छन्। गोरेटा बाटाहरू राम्रो बनेर भैँसी बाख्रा गोरु खेद्न सुविधा भएको छ। काँडा बाटोघाटोको घोच्ने यस्तो केही छैन, सुविधासँग भारी चारी लिएर हिँड्न पाएका छन्। अहिले अब बाँकी कार्यक्रम गर्दा झन् राम्रो हुने आशा गरेका छौँ।
भूकम्प पश्चातको पुनर्लाभ कार्यक्रमले समुदायमा पछि पारिएका महिला वर्गलाई पनि सकारात्मक असर पारेको छ। यसले गर्दा महिलाहरू केवल चुलो चम्कोमा मात्र सीमित नरहेर आर्थिक, सामाजिक र नेतृत्वदायी क्षेत्रमा पनि उत्तिकै भूमिका खेल्न सक्छन् भनी विश्वास छ कामका लागि नगद कार्यक्रमका संयोजक सानु मैया थापाज्यूको। अब महिलाहरूलाई चाहिँ यो कार्यक्रमले महिलाहरू चुलो चम्कोमै सीमित रहन्थे, घरबाट बाहिर निक्लेर कहीँ जानु हुँदैन, यही चुलो चम्को नै गर्नुपर्छ भन्ने मानसिकता थियो। यो चाहिँ यो कामको लागि नगद कार्यक्रमले चाहिँ महिलाहरूको लागि जीवनस्तर पनि उकास्यो र स्वरोजगारको पनि व्यवस्था भयो। उहाँहरू चाहिँ काम गर्नको लागि बाहिर निक्लिन सक्नुभयो। त्यसबाट आफूले केही महिलाहरूलाई चाहिने पैसाहरू केही श्रीमानसँग माग्नु पर्थ्यो भने आफैले पनि त्यहाँबाट लिन सक्नुभयो। अनि महिला सिमथलीका महिलाहरूलाई चाहिँ आजसम्म यो बैङ्क खाता भन्ने कुरा थाहा थिएन, बैङ्कमा खाता खोल्ने अवसर पाउनुभयो। त्यसले गर्दा यो महिलाहरूलाई धेरै सेवा मिलेको छ। स्थानीय स्तरमा गोरेटो बाटोको विकासले समुदायलाई व्यावसायिक कृषि र पशुजन्य क्रियाकलाप गरी आय आर्जन गर्न पनि सहयोगी भएको महसुस गर्दछन् स्थानीय। यो हिँड्नलाई साह्रै अहिले पहिला साह्रै असजिलो थियो भने अहिले साह्रै सजिलो भइराखेको छ हिँड्नलाई। यो रोड अलिकति बढाउनाले, नत्र निकै साङ्ग्रो थियो, यति खन्दाखेरि अलिकति बढ्न गयो। यसले गर्दा धेरै सजिलो परिराखेको छ यहाँको जनसमुदायलाई। यसमा चाहिँ के पाए भन्नु होला भने गाईबस्तुहरू हिँडडुला गरेर गाईबस्तु पालेर बाख्रा पालेर यसमा आर्थिक उन्नतिमा अलिकति बढाउने मौका पाएका छन्। भूकम्पको प्रभावले परम्परागत रूपमा चल्दै आइरहेको खानेपानीको स्रोतलाई समेत असर पारेको थियो, जसले गर्दा प्रभावित समुदायको आय आर्जनमा पनि असर परेको थियो। समुदायले आफ्नो उत्पादनशील समयलाई पानीको समुचित व्यवस्थापनमा खर्चिनुपर्ने बाध्यता थियो। यस कार्यक्रमको माध्यमबाट पुनर्निर्माण गरिएको खानेपानी आयोजनाहरू मध्ये पोखरी खेत खानेपानी आयोजना पनि एक हो। यस आयोजनाले समुदायलाई बहुआयामिक लाभ दिइरहेको धारणा छ एकजना स्थानीय शिक्षक विष्णु बहादुर उप्रेती ज्यूको। यो पोखरी खेत खानेपानी योजनाको पनि हामीलाई संस्थाले धेरै लगानी गरेर अहिले राम्रो ठुलो ट्याङ्की बनाइदिनु भएको छ अनि पाइपहरू बिछाइदिनु भएको छ। हाम्रो सरदर यो डाँडा थोकदेखि लिएर यहाँ माथिसम्मको यो पानीले भ्याउँछ, हामीलाई पारी गाउँसम्म पनि भ्याउँछ। लगभग हाम्रो 250-300 धुरी हाराहारीमा हाम्रो जनसङ्ख्या घरधुरी सङ्ख्या छ। उहाँहरूले नै यो खानेपानी उपभोग गर्न सक्नुहुन्छ। अरू विद्यालयमा हाम्रो 1000 जना विद्यार्थीहरू सापिङ, भुम्लुसल्ले, फलाटेदेखि लिएर चौबासदेखि लिएर आउने विद्यार्थीहरूले पनि हाम्रो 1000 जना विद्यार्थीहरू हुन्छन् यो क्याम्पसमा, उहाँहरूले पनि उपभोग गरिरहनु भएको छ। साथै स्वास्थ्य चौकी र विभिन्न बजारहरूमा पनि उपभोग भइरहेको छ। यस खानेपानीहरूको पुनर्निर्माणले स्थानीय जनसमुदायलाई दैनिक क्रियाकलाप सँगसँगै पशुपालन र तरकारी खेती समेत गरी आय आर्जनमा सहयोग पुर्याइरहेको छ।